हावा छिर्नु हुँदैन यसमा हावा छिर्नु हुँदैन यो दुईपट्टि साइडबाट प्लास्टिक छ अनि फेरि माथि प्लास्टिक हाले अनि त्यो प्लास्टिक माथि फेरि जस्ता राखेर अनि यसलाई चाहिँ खास राम्रो चाहिँ माटोले छोप्ने हो जति माटोले छोप्ने हो माथि हाम्रो चाहिँ अब माटो लिएर आएर अर्काको बारीमा लिएर आएर घुमेर फालिने ठाउँ पनि छैन सम्भव नहुनु भएर मैले चाहिँ जस्ता प्रयोग गरेको छु यो प्लास्टिक माथि जस्ता छ जस्तालाई चेपाउनलाई यो पोल बनाएँ यसले खान्ने काम पनि गर्यो एक टुक्रा नि खेर जाँदैन धेरै राम्रो यसमा मसँग 30 कुइन्टल जाने ट्र्याक्टरको एउटामा चाहिँ 100 ट्र्याक्टर अट्छ अब अहिले चाहिँ यतिखेर चाहिँ मसँग यसमा चाहिँ त्यही 65 ट्र्याक्टर हाले हो यसमा पल्लोमा त्यही 25-30 ट्र्याक्टर हाल्दा त्यसलाई चाहिँ अहिले पहिला खनाउनु जान्न पहिल्यै छोपेको छु ट्र्याक्टर जति एक दिनमै चाहिन्छ कति हुन्छ अरे यो त वर्षको 3 चोटि 4 चोटि भर्नुपर्छ यसलाई यो यस्तो कति लागतमा बनायो यो मेरो कति 35 लाख रुपियाँमा यो साइलोपिट 2टा कोठा अनि 20 वटा गाई बाँध्ने गोठ बनायो हो यो साइलोपिट यो 2टाको साइलोपिटलाई मात्र 20-22 लाख रुपियाँ सिद्ध्याए त्यसमा सरकारको अनुदान कति भयो सरकारको 22,75,000 आएको थियो मैले 35 लाख रुपियाँ प्याकिङको साइलेज किन्न खाएर तपाईँको ऱ्यापिङ गरेकोलाई 14 रुपियाँ किलो पर्छ हामीहरूको भनेको मकैकै साइलेज अब हामी लाग्छौँ होइन लाग्छ सर अब हजुर दैनिक खर्च मेरो 65,000 रुपियाँ छ दैनिक 65,000 छ अब सधैँ 1400 लिटर दुध भयो त थुप्रो कमायो हुन्थ्यो कोही दिन 800 पनि आउँछ कोही महिना ए